रूपमा छुपो रोपौँ धानको बिउ हिलोमा। असार 15को निमन्त्रणा छ है हजुर। विद्यार्थी भाइ बहिनीहरूले पनि यसरी नै आफ्नो क्राफ्ट पुरा गर्न सक्नुहुन्छ। त्यसको लागि केही हरियो पेपरहरू चाहियो। हेर्नुहोस् त, मैले देखाएको मेटेरियल्सहरू सबैजना विद्यार्थी भाइ बहिनीहरूसँग हुन्छ नै। ल अब कसरी गर्ने रहेछ म हजुरहरूलाई स्टेप बाई स्टेप गरेर देखाउँदैछु है त। पेपर लिनुहोस्, यसलाई फोल्ड गर्नुहोस्। अब हजुरलाई कुन सेपको धानको बिउ चाहिएको छ त्यही आकारमा सहजै काट्न सक्नुहुनेछ। हेर्नुहोस् त, मैले बिस्तारै काट्दैछु। ल हेर्नुहोस् कस्तो राम्रो भयो साथीहरू। अब म यो लाइट कलरको भने डार्क कलरको धानको बिउ पनि बनाउँछु है त। र यसलाई कसरी फोल्ड गर्ने म हजुरहरूलाई स्टेप बाई स्टेप देखाउने नै छु। ओके, एउटा बाँकी छ। हामीले यस्तो चाहिँ सानो बेलामा खुब बनाउँथ्यौँ कि। हुन त दिने मान्छे कोही थिएन, तर पनि आफ्नो सेटिस्फ्याक्सनको लागि चाहिँ हामी चाहिँ एकदमै धेरै कार्डहरू बनाउने, चित्रहरू बनाउने धेरै रमाइलो गर्थ्यौँ। थोरै गम लाएर यसरी एक आपसमा बिचमा टाँसिदिउँ र यस्तो देख्छ। अब मैले धेरै बनाएर राखेको छु, हेर्नुहोस् त। र हाम्रो टाँस्ने ग्रिटिङ चाहिँ अघि नै तयार भइसक्यो। अब यसमा गम लगाउँ छिटो। त्यसपछि साथीहरू यसमा टाँस्ने कार्य गरौँ। टाँसौँ त। ल राम्रो भयो है। हजुरहरूले अझै राम्रो बनाउन सक्नुहुन्छ नि। ल अलमोस्ट गोइङ टु फिनिश टु पेस्ट इट साथीहरू। देख्नुभयो त कति राम्रो भयो। अब मैले यो कालो चाहिँ के होला त? यो चाहिँ मैले रियलमा क्ले लगाएको छु। किनभने साथीहरू धान त हामी कहाँ रोप्छौँ त भन्दा माटोमा रोप्छौँ नि त, हिलोमा। हिलो त मैले लाउन सकिनँ, तर मैले यसमा क्ले चाहिँ टाँसिदिएँ। यो एकदमै राम्रो पनि देखिएको छ। हेर्नुहोस् त, यसरी हामीले कति राम्रो ग्रिटिङ्स कार्ड तयार गर्न सक्ने रहेछौँ। अब विद्यार्थी भाइ बहिनीहरूले पनि फटाफट वेस्टेड मेटेरियल्सहरू लिएर चाहिँ मैले जस्तै कार्ड बनाएर ड्युट गर्नुहोस् है त साथीहरू। वाउ, व्हाट अ वन्डरफुल।